आज चाहिँ हामीले छिलमुन अहीको बारेमा जान्न गइरहेका छौँ। प्रश्न सोद्धाखेरि के भनेर सोधिन्छ त अथवा कस्तो शब्दहरूको प्रयोग गरिन्छ त भन्ने कुराहरू जान्न गइरहेका छौँ है। जस्तै नुगु भनेको चाहिँ को भनेर प्रश्न गर्दा चाहिँ नुगु भनेर भनिन्छ। त्यस्तै अन्जे भनेको चाहिँ कहिले भनेर प्रश्न गर्दाखेरि, म भनेको चाहिँ के भनेर प्रश्न गर्दाखेरि, अल्मा भनेको चाहिँ कति भनेर प्रश्न गर्दाखेरि, वे भनेको चाहिँ किन भनेर प्रश्न गर्दाखेरि, अनु भनेको चाहिँ कुन भनेर प्रश्न गर्दाखेरि, अतख्य भनेको चाहिँ कसरी भनेर प्रश्न गर्दाखेरि, अतन भनेको चाहिँ कस्तो भनेर प्रश्न गर्दाखेरि, मुसुन भनेको चाहिँ कुन भनेर प्रश्न गर्दाखेरि, मेत भनेको चाहिँ कति भनेर प्रश्न गर्दाखेरि, नुगुई भनेको चाहिँ कसको भनेर प्रश्न गर्दाखेरि, त्यस्तै नुगुरुल भनेको कसलाई, नुगुएगे भनेको कसलाई, नुगुरुल र नुगुएगे भनेको कसलाई भनेर प्रश्न गर्दाखेरि, त्यस्तै अदि भनेको चाहिँ कहाँ भनेर प्रश्न गर्दाखेरि, मुवत भनेको चाहिँ के भनेर प्रश्न गर्दाखेरि यी शब्दहरूको यी अवयवहरूको प्रयोग गरिन्छ हैन। भिडियो बनाउने क्रममा कतिपय कुराहरू मिस्टेक हुन सक्छ, त्यो कुराहरू चाहिँ कमेन्ट गर्नु होला। हस् त, धन्यवाद।